सो एकैचोटि स्वागत छ तपाईँलाई आजको नयाँ भिडियोमा। वान पिस च्याप्टर 1152 को स्पोइलर आइसकेको छ र आजको च्याप्टरमा चाहिँ हामीलाई स्याङ्क्सको लेफ्ट ह्यान्ड मोन्स्टरले खाएको बेलामा किन उसले केही पनि नगरेको रिजन भनेको छ। त्यति मात्र नभइकन हामीलाई लोकीको फ्ल्यासब्याक पनि देखाइएको छ, जसमा ऊ चाहिँ किङ हारलसँग कन्फ्रन्ट गर्छ। साथै ओडाले पनि जोरोसँग कन्कर हाकी भएको कुरा कन्फर्म गरिएको छ। यो च्याप्टरमा चाहिँ धेरै फ्ल्यासब्याक देखाइएको छ, त्यसैले हामीले चाहिँ वान पिसको एन्सियन्ट हिस्ट्रीको बारेमा सिक्रेटहरू थाहा पाउनेछौँ। गाबानले चाहिँ लुफीलाई के पनि भनेको छ भन्दाखेरि उनीहरूले चाहिँ होली नाइटसँग फाइट गर्नको लागि लुफीले नयाँ कन्कर हाकी सिक्नुपर्छ वा उसले आफ्नो भएको कन्कर हाकीलाई अझै राम्रो बनाउनु पर्छ। सो आजको यो च्याप्टरमा चाहिँ हामीलाई धेरैवटा सिक्रेटको आन्सर पाउनेछौँ। त्यसैले आजको यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। च्याप्टरको अफिसियल टाइटल चाहिँ टेरिबल डे हो र यसले डाइरेक्टली के भन्न खोज्छ भन्दाखेरि इमु एल्बाफमा आएकोले चाहिँ सबै जाइन्टहरू चाहिँ डिमनमा कन्भर्ट भएको छ, जसको कारणले गर्दा एल्बाफमा भएको पिस र प्रस्पेरिटीमा चाहिँ नै ठुलो दाग लागेको छ। त्यति मात्र नभइकन ओडाले चाहिँ फाइनल वार एल्बाफमै गर्छ जस्तो छ। च्याप्टरमा चाहिँ हामीलाई पछि गएर चाहिँ रक दिजेबिकको मृत्युको कारण भनिएको छ। साथै किङ हारलले चाहिँ उसको मृत्युमा कस्तो सहभागिता देखाइएको कुरा गरिएको छ। च्याप्टरको कभर पेजमा चाहिँ हामीलाई के देखाइएको छ भन्दाखेरि यमाटोले चाहिँ कावामात्सुलाई एउटा ह्याट गिफ्ट गर्छ, जसलाई चाहिँ ओटामाले आफ्नै हातले बनाइएको थियो। यसले चाहिँ हामीलाई के देखाइएको छ भन्दाखेरि ओटामाले चाहिँ कावामात्सुलाई चाहिँ रेस्पेक्ट गर्छ र उसलाई चाहिँ गिफ्टको रूपमा वा मायाको रूपमा चाहिँ ह्याट दिएको हो। च्याप्टरको स्टार्टिङ चाहिँ गाबानबाट हुन्छ, जसमा उसले चाहिँ लुफीलाई होली नाइट र अरू पावरफुल मान्छेहरूलाई चाहिँ तिमीले यतिकै हराउन सक्दैनौ, त्यसैले तिमीले चाहिँ आफ्नो कन्कर र हाकीलाई बलियो बनाउनु पर्छ भन्छ। हामीलाई चाहिँ वानोमा पनि लुफीले काइडोलाई डिफिट गर्नको लागि नयाँ टाइपको आर्मामेन्ट हाकी सिकेको थियो, जसको नाम चाहिँ रियु थियो। त्यसैले ओडाले चाहिँ इमु र गड नाइटसँग फाइट गर्नको लागि लुफीलाई चाहिँ नयाँ टाइपको कन्कर हाकी वा त्यो भन्दा पनि बलियो कन्कर हाकी सिकाउने छ। गाबानले चाहिँ लुफीलाई तिम्रो क्रुमा तिमीसँग मात्र कन्कर हाकी छैन भनेर भन्छ, जसमा त्यो कुरा सुन्ने बेलामा चाहिँ सान्जीले गाबानले उसको कुरा गरेको हो भनेर सोध्छ, तर गाबानले चाहिँ जोरोको कुरा गरेको थियो। गाबानले चाहिँ कन्फर्म गर्छ कि जोरोसँग पनि कन्कर हाकी छ र लुफीले चाहिँ मलाई पहिला नै थाहा थियो जोरोसँग पनि कन्कर हाकी छ। हजारौं दिनले चाहिँ लोकीलाई म कहिले पनि रिलिज गर्दिन भनेर भन्छ र त्यो डिसिजन चाहिँ ऊ कहिले पनि चेन्ज गर्दिन भन्छ, जसमा लुफीले चाहिँ क्लासिक रूपमा चाहिँ लोकीलाई चाहिँ आफ्नो क्रुमा जोइन हु भनेर भन्छ र त्यो कारणले गर्दा चाहिँ हजारौं दिनले उसलाई छोड्न सक्छ भन्छ। मलाई चाहिँ के लाग्छ भन्दाखेरि हजारौं दिनले अहिलेसम्म पनि लोकीलाई विश्वास गर्दैन, किनकि लोकीले चाहिँ उसको फादर किङ हारललाई मारेको थियो। लुफीको त्यो डिसिजन सुनेर चाहिँ सबजना जस्तै लोकी, हजारौं दिन, जोरो र सान्जी चाहिँ सबैजना डिसअग्री गर्छ। गाबानले चाहिँ मेजर कुरा के रिभिल गर्छ भन्दाखेरि ऊ र स्याङ्क्स चाहिँ एल्बाफमा भएको इभेन्ट जसलाई चाहिँ टेरिबल डेले चिनिन्छ त्यस बेला ऊ एल्बाफमै थियो भनेर भन्छ। गाबान र स्याङ्क्स छ भने त्यहाँ रजर पाइरेट पनि हुनु नै पर्छ र यो टेरिबल डेमा चाहिँ त्यसमा लोकी र रक दिजेबिकको एउटा धेरै ठुलो रिलेसन छ। प्रोबब्ली वर्ल्ड गभर्नमेन्ट र स्याङ्क्स मिलेर चाहिँ रक दिजेबिकलाई मारेको थियो र गड भ्यालीमा चाहिँ रक दिजेबिकलाई हराएको होला। हामीलाई चाहिँ एउटा फ्ल्यासब्याक देखाउँछ जुन चाहिँ 14 वर्ष अगाडिको थियो र लोकीले चाहिँ किङ हारलसँग रोयल क्यासलमा चाहिँ कन्फ्रन्ट गर्छ, जसमा उसले चाहिँ किङ हारललाई तिमीले चाहिँ वर्ल्ड गभर्नमेन्टको किन कुरा मानेको हो भनेर भन्छ। लोकीले चाहिँ पछि के कुरा गर्छ भन्दाखेरि रक दिजेबिकलाई मार्ने मान्छेहरू नै वर्ल्ड गभर्नमेन्ट हो भनेर भन्छ। यो कुराले चाहिँ हामीले स्केल नै हेर्न सक्छौँ कि रक दिजेबिक जस्तो स्ट्रङ्गेस्ट पाइरेटलाई चाहिँ वर्ल्ड गभर्नमेन्ट र रजर पाइरेटहरू मिलेर चाहिँ हराएको छ। जस्ट सोच मात्र, लुफी चाहिँ वर्ल्ड गभर्नमेन्ट जसले चाहिँ रक दिजेबिकलाई हराएको छ त्योसँग फाइट गर्न गएको छ। साथै इमुसँग चाहिँ मिस्टिरियस पावर छन्। लोकीले चाहिँ क्यासल भित्र छिरेर चाहिँ के कुरा थाहा पाउँछ भन्दाखेरि किङ हारललाई चाहिँ वर्ल्ड गभर्नमेन्टले चाहिँ धोका दिएको थियो र उसको आफ्नै गार्डले चाहिँ उसलाई घोपिदिन्छ, तर त्यस बेलासम्म चाहिँ किङ हारल मरेको छैन होला र उसले चाहिँ लोकीलाई केही न केही सिक्रेट भनेकै छ होला। त्यही फ्ल्यासब्याकमा चाहिँ स्याङ्क्सले गाबानलाई के कुरा रिभिल गर्छ भन्दाखेरि उसले चाहिँ किङ हारलसँग एउटा पर्सनल रिलेसन फर्म गरेको छ र उसले चाहिँ किङ हारललाई फेरि भेट्ने इच्छा गरेको छ। त्यसैपछि नै एउटा मिस्टिरियस पर्सनले चाहिँ एउटा लेजेन्डरी डेभिल फ्रुट जुन चाहिँ एल्बाफमा लुकाइएको थियो त्यो चाहिँ चोरेर लिएर जान्छ। मेरो हिसाबमा चाहिँ यो चाहिँ लुफीको डेभिल फ्रुट होला र लुफीको डेभिल फ्रुट चाहिँ जोइबोयमा बेस भएको डेभिल फ्रुट हो, जसमा जोइबोय चाहिँ जाइन्ट हो र जाइन्ट चाहिँ एल्बाफमा बस्छन्। त्यसैले गोमु गोमु नोमी डेभिल फ्रुट चाहिँ एल्बाफमा लुकाइएको थियो, किनकि त्यो चाहिँ एउटा लेजेन्डरी गडको नाममा हो। च्याप्टरको लास्टमा चाहिँ हामीलाई 109 वर्ष पुरानो पास्ट देखाउँछ, जसमा किङ हारलले चाहिँ ह्युमन किङडमलाई अट्याक गरिरहेको थियो र यसले चाहिँ हामीलाई फर्स्ट भाइलेन्ट लेगेसीको ग्लिम्स देखाउँछ। आजको च्याप्टरमा चाहिँ धेरैवटा फ्ल्यासब्याक थियो र यसले चाहिँ धेरैवटा सिक्रेटहरू रिभिल गरिएको छ। त्यति मात्र नभइकन हामीलाई स्याङ्क्सको पनि धेरैवटा सिक्रेट रिभिल भएको छ। सो आजको यो च्याप्टरमा चाहिँ यति नै थियो र अर्को हप्ता चाहिँ मांगामा ब्रेक रहेको छैन। आजको च्याप्टर
च्याप्टर स्पोइलर तपाईँलाई कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सिनु होला। साथै एनिमे र मांगाको रिभ्यू नेपालीमा हेर्नलाई च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। धन्यवाद।